A few moments later. ओहो देवसर सर यता आउनुस् त चाहिँ तपाईँ त शौचालय पुरा गरेपछि बिना हात धोएर जानुभयो त्यहाँ हेर्नुहोस् त के लेखिएको छ यहाँ धोइएको हात सुरक्षित हात भनेर लेखेको रहेछ सर अनि शौचालय प्रयोग गरेपछि साबुन पानीले राम्ररी हात धुन नबिर्सनु होला हात धुनु गएर भने तपाईँको हातमा कीटाणु रहिरहनेछन् र स्वास्थ्य दृष्टिले जोखिममा पर्नुहुनेछ लेखेको रहेछ सर हेर्नुहोस् त यतिको राम्रो चाहिँ सूचना शाखाले कम्प्लेन हालेको छ तपाईँले यसलाई फलो गर्नु पर्यो तपाईँ माताका सबै साथीहरूले सम्झाउनु पर्यो र एकदम सर अब आउनुहोस् म तपाईँलाई हात बसेर दुनै हजुर मजाले पानी खोल्नु होला पानीको व्यवस्था सधैँ छ त्यसपछि यो तपाईँको चाहिँ साबुन डिटोलले डिटोलले हात मिची धुने धुइसकेपछि बल्ल तपाईँको हात सुरक्षित हात भयो हजुर हो त्यसरी अबदेखि फलो गर्नु पर्यो हुन्छ सर अनि के जानकारी लिनुभयो हजुर सर अब के जानकारी लियो भने अब आइन्दा जोसुकैले पनि शौचालय प्रयोग गरिसकेपछि शौचालयमा प्रशस्त पानी हाल्ने शौचालय सफा गर्ने त्यसपछि साबुन पानीले मिची हात धोयो भने हाम्रो स्वास्थ्य सुरक्षित हुँदो रहेछ हामी रोग लाग्नबाट बचिँदो रहेछ भन्ने बुझिए सर धन्यवाद आजदेखि तपाईँ मात्रै नभइकन तपाईँ माताका सबै साथीहरूलाई सम्झाउनु होला हुन्छ सर धन्यवाद धन्यवाद सर शौचालय सधैँ सबैका लागि अनिवार्य